हेलो साथीहरु, वेलकम बैक टू माई च्यानल अगेन। इट्स मी करुणा घिमिरे छेत्री। फेरि पनि आइसक्यो हजुरहरुको सामने नयाँ भिडियो एन्ड ब्लग लिएर। साथीहरु, आशा छ हजुरहरु पनि आरामै हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने आशाका साथ मैले चाहिँ यो भिडियो सुरु गरेँ। अनि आज चाहिँ अब हजुरहरुलाई लाग्ला कहाँ होला यस्तो पसिनै पसिना भएर कहाँ गएको होला त नि, छाता ओढेर भन्नु होला। अब हजुरहरुलाई त के जस्तो लाग्छ, थम्बनेल र टाइटलले त थाहा पाइहाल्नु भयो होला हैन, म कहाँ छु भन्ने कुरा। आज चाहिँ म के पऱ्यो भने नि साथी, म चाहिँ बाख्राको उठालो पऱ्यो। हेर्नु न यस्तो राम्रो मौसममा बाख्रा चराउन आउन त रमाइलो। मसँग मेरी बहिनी पनि आएकी छिन्। हेलो सुमिना। यिनी मेरो बहिनी हुन्, सुमिना बहिनी, मामाको छोरी हुन् भने। यहाँ चाहिँ यति धेरै घाम छ, यति राम्रो छ। तर हेर्नुस् न, मैले छाताले यस्तो गर्नु परेको छ। मौसम यति राम्रो छ, यहाँ मान्छेहरू यति धेरै छन्। अनि बाख्राहरू पनि हेर्नु देख्नु सक्नुहुन्छ नि, यति धेरै बाख्राहरू पनि छन्। मौसमले हेर्नु न, यो बादल यस्तो राम्रो लाग्यो कि मलाई। यहाँ जे सोच्यो त्यही बनिरहेको भएर मैले चाहिँ बादलबाट स्टार्ट गरेको भिडियो भने। आज चाहिँ बाख्राको उठालो है त साथीहरू। बाख्राको उठालो यति धेरै ज्याउला, तर पनि के गर्नु, अब गर्नै पर्यो हैन। गर्न परेपछि आज बिदाको दिन, कलेज पनि छैन। अनि घरमा पकाउँदै नि अल्छी लाग्यो कि मलाई। सधैँ पकाउन नि अल्छी लाग्यो। अनि आएको यहाँ यस्तो यत्तिकै आएको थिएँ। अब हजुरहरूलाई म यहाँतिरको अब नजारा हेरेको भ्यू देखाउँछु है त। ल हेर्नुहोस् है त साथीहरू, यहाँ म चाहिँ कस्तो ठाउँमा बाख्रा चराउन आएछु भन्ने कुरा पहिला यहाँबाट सुरु गरौँ है। यो बादल भएर वाउ कति राम्रो भ्यू। ल हेर्नुहोस्। ओ कस्तो देखिएन त, अलिक धेरै ठ्याक्कै घाम पर्छ क्या यहाँ, त्यही भएर देखिएन। यस्तो छ यहाँ चाहिँ। कस्तो खालको छ भने यो अहिले यो घाम परेन भने चाहिँ मैले तपाईँहरूलाई देखाउने छु। यो त ठ्याक्कै यो उपत्यका जस्तै छ कि। यो चितवन माडी हो हैन। यति धेरै घाम छ यहाँ, त्यो 42-43 डिग्री घाममा यहाँ बाख्रा चराउन आउँदाखेरि कस्तो भयो होला हजुर आफै पनि भन्न सक्नुहुन्छ। म बहिनीलाई नि सोध्छु है त। सुमिना, तिमीलाई बाख्रा चराउन आउँदा कस्तो फिल भइरहेको छ ल भन त। राम्रो गर्मी भएको छ कि छैन त? अलि यता हेर, गर्मी भएको छ। हेर्नु साथी, यिनको कति धेरै पसिना आएको छ, यति धेरै पसिना आएको छ। तर पनि के गर्नु, गर्नै पर्यो। अनि हामीले चाहिँ अब खानको लागि के लिएर आएका छौँ यस्तो गर्मीमा भन्नु ल। सुमिना देखाइदेऊ त आऊ। र हेर्नुहोस् यो झोला छ नि, यो पहेँलो झोला, यसमा चाहिँ हामीले खानेकुरा ल्याएका छौँ है त। ल यिनले देखाउँछिन् है त। ल के ल्यायौँ त नि हामीले भन्ने कुरा। बोतल अनि लिची। अनि ल बोतल, अब लिची देखाइदेऊ त। हामीले लिची चाहिँ कति धेरै थियो, खाइ पनि सक्यौँ साथी। अनि यिनले लिची देखाउँदैछन्। ल हेरौँ है त। ल हेर्नुहोस् यो लिची अलि राम्रोसँग देखाइदेऊ त साथीहरूलाई। ल हेर्नु साथीहरू कस्तो राम्रो छ लिची चाहिँ। यिनकै घरबाट ल्याएकी हुन्। यिनी चाहिँ हाम्रो घरमा आइथिन् अस्ति। यिनी पनि जाने बेला भइसक्यो। यिनी नै थिइन् मेरो साथी सुमिना बिष्ट हो यिनीको नाम। मेरो नाम थाहा छ कि थाहा छैन हजुरहरूलाई? थाहा छ भने कमेन्ट गर्नु होला है त। मेरो नाम के हो त? करुणा घिमिरे हो, करुणा घिमिरे छेत्री हो है त साथीहरू। अनि यहाँ त यति धेरै बाख्राहरू हेर्नु न, अझै बाख्राहरू आउँदैछन्, अझै धेरै बाख्राहरू आउँदैछन्। यहाँ आमाहरूले पनि यहाँ बाख्राहरू ल्याउँदै हुनुहुन्छ। यति धेरै, त्यो चरण क्षेत्र जस्तै हो कि साथी। यति धेरै रमाइलो छ यहाँ, रमाइलो एकदम रमाइलो हो चितवन। सबै कुरामा ठिक छ चितवन। तर के छ भन्दाखेरि गर्मी। यति धेरै पसिना आइरहेको छ, यति गर्मी छ भन्ने कुरा त त्यो यति छ भनेर उस गर्नै सकिँदैन। अनि हेर्नुहोस् न बाख्राहरू कस्तो राम्रो देखिएको, वाउ। हेर्नुहोस् उतातिर पनि यहाँ गफ गरिरहनु भएको चाहिँ यिनी सुमिना भइहाल्यो नि। यिनी यति गर्मी छ, यो म भइहालेँ। यति गर्मी छ, कसरी यो घामलाई कसरी के गर्ने होला, एकदम गाह्रो भइरहेको छ मलाई यो बस्न। रुखको शीतलतिर देखाउँछु है त म हजुरहरूलाई। आऊ सुमिना, जाऊँ त यो बोतल है छोडिदेऊ अहिले जाऊँ। ल हेर्नुहोस् साथी, यहाँ यस्तो छ। यहाँ बाख्राहरू देखाइदिन्छु म तपाईँहरूलाई। यति माउ बाख्रा रहेछ, हेर्नुहोस् न कस्तो राम्रो बाख्रा। वाउ कति राम्रो बाख्रा। यो सेतो बाख्रा झन् कस्तो राम्रो छ। तपाईँहरूलाई अब हाम्रो बाख्रा देखाउँछु है त। हाम्रो बाख्रा त यहाँ चरिरहेको छ नि, यो यिनीहरू नै हुन् हाम्रो बाख्रा। यो मेरो बाख्राहरू हुन्। यति राम्रा त छैनन्, यति रिस उठ्दा छ नि बाख्राहरू।
यिनीहरू टेर्दैनन्, हिँडेको हिँडै गर्छन्। ल हेर्नुहोस् न, त्यो सानो सानो दुईवटा पनि हाम्रै हुन्। यहाँ यिनका अरू जोडी चाहिँ कता पुगी थाहा नै छैन। हाम्रो जम्मा बाख्रा कतिवटा, 5वटा 5-6वटा बाख्रा लिएर आएको। एकदम गर्मी पसिना चुहिन लागिसक्यो साथीहरू। अनि मैले त एउटा के गरम त, कस्तो अल्छी लाग्यो कि मलाई, के गरम त भनेर यत्तिकै एउटा भ्लग गरिरहेको। यति गर्मी छ यहाँ। सुमिना नि हेर्नु सक्नुहुन्छ, यति गर्मीले आत्तेकी छिन् यिनी पनि। मैले यिनलाई छाता पनि दिएको छैन। ल सुमिना छाता ओढ। हेर्नुहोस् है यहाँ छाता ओढेको कस्तो देखिन्छन्। ल यता हेर त। ल हेर्नुहोस् यस्तो देखेकी छिन् है सुमिना चाहिँ। अनि यो चाहिँ मेरा बाख्राहरू हुन्। यिनीहरू दुईटै पाठी हुन्, मुनाहरू हुन्। र हेर्नुहोस् न कस्तो माया लाग्छ मलाई यिनीहरूको। मेरो मुनुहरू समाउन खोजेको समाउनै भेट्दिनँ। ल यस्तो गर्नुपर्छ। सुम्न मलाई भिडियो गरिदेऊ त। यसरी गरिदेऊ अनि मलाई देऊ ल अहिले, केही नकाटिकन। ल हेर्नु सक्नुहुन्छ साथी, यो चाहिँ मेरो मुनुरू हो। कस्तो माया लाग्छ मलाई। यसको नाम चाहिँ मैले भुन्टी राखिदिएको। हेर्नुहोस् न, यो भुन्टी हो यसको नाम। कस्तो राम्री छ यो। अलिक काली मात्र हो यो, र म जोड ठ्याक्कै मिल्छ। यो काली छ अनि म सेती छु। हेर्नुहोस् न यो कस्तो धके खायो। आमामामा यति धकेको छ, केही हुँदैन अब धकोस्। राखिदिएँ मैले त। हेर्नु साथी, यस्तो राखिदिएको यस्तो भयो नि यिनीहरू। यति गर्मी छ। छाता मौसम वाउ यस्तै हो साथी। अब के देखाउनेहरू। यहाँ चाहिँ भैँसीहरू पनि आउँछन्। सर लाउ छाता ओढ, तिम्रो गर्मी भयो। धेरै आत्ती सकिन्। सुमिना पनि धेरै आत्ती छिन्। अब अहिले धेरै गर्मी भयो भने जाऊ भनिदिनु पर्ला तिनलाई चाहिँ। ल हेर्नुहोस् न साथी, म चाहिँ अनि भ्लग बनाउँदै बस्नु पर्ला। हेर्नुहोस् न यहाँ कस्तो राम्रो खालको भैँसी छ। यो यस्तो राम्रो छ यो। हेर्नुहोस् न कस्तो राम्रो देखेको के यो भैँसी। राम्रै छ साथीहरू। अनि त्यहाँ चाहिँ हाम्रो ठुला ठुल्बाहरू हुनुहुन्छ। हेलो गरिदिनुहोस् त मेरो भ्लगमा। ल म त्यही जान्छु है साथीहरू। ल हेर्नु सक्नुहुन्छ साथी, उहाँ चाहिँ हाम्रो ठुल्बा हो। हेलो ठुल्बा। अनि उहाँ पनि ठुल्बा नै हो। हेलो। तपाईँहरू के गर्न आउनुभएको ल भन्नुहोस् त, यहाँ मेरो साथीहरूलाई भनिदिनुहोस् त। यो चाहिँ चरा क्षेत्र जस्तै भएको छ। अनि उहाँहरू चाहिँ बाख्रा भैँसी हेर्नको लागि आउनुभएको छ। अनि म पनि बाख्रा हेर्न आएको। ल हेर्नुहोस् यहीँ उहाँको भैँसी चाहिँ यही हो है। ल हेर्नुहोस् त्यही हो, बाख्राहरू यतै छन्। यति धेरै छन्। अनि हजुरहरूलाई मैले एउटा कुरा चाहिँ देखाउनै बिर्सेछु के। यो चाहिँ पोखरी हो। ल हेर्नुहोस् यहाँ चाहिँ माछा पालन गरिन्छ। यति धेरै आम्दानी नै हुन्छ यहाँ। यो एकदम राम्रो हुन्छ यहाँ माछा। ल हेर्नुहोस् यहाँ। सुमिना तिमी यहीँ बस। अनि मैले यहाँ चाहिँ एउटा अनौठो रुख भेटेँ कि साथीहरू। हेर्नुहोस् न, म यहाँ खासै आउँदिनँ त्यही भएर नि होला के को रुख होला यो भनेर म त्यो अचम्मै गर्छु। एउटा फल पनि लागेको छ। हेर्नुहोस् है त। ल हेर्नुहोस् त, वाउ कस्तो राम्रो फल छ। तर यो खानुहुन्छ हुन्न थाहा छैन। तपाईँहरूलाई यसको नाम थाहा छ भने कमेन्ट गर्नु होला है त साथीहरू। ल हेर्नुहोस् आकाश पनि त्यस्तै निलो कस्तो राम्रो छ। तर पोखरी पनि छ। यो पोखरीमा मलाई त स्विमिङ गर्न मन लाग्छ। तर मलाई के गर्नु, मलाई स्विमिङ गर्नै आउँदैन। क्या नि तनाव छ साथीहरू। यस्तै छ हेर्नु, गाउँले जीवन यस्तै हो। बाख्रा गोठालो यस्तै हो है त साथीहरू। यस्तै हो, के गर्ने यस्तै हो। हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अरू त के भनौँ, अर्को पनि त्यहाँ एउटा अर्को खालको पनि रुख रहेछ। त्यो रुखमा पनि म जान्छु है त, के रहेछ हेरौँ। अनि साथीहरू हेर्नुहोस् न, म चाहिँ भिडियो बनाउँदै कस्तो पसिन भइसक्यो। अब के गरेँ, बनाउनै पर्यो। एउटा बनाऊँ न भनेर यहाँ यत्तिकै बस्नु पनि कस्तो अल्छी लाग्छ नि त। अनि यस्तो भिडियो नि बनाऊँ न भनेर यति पोखरीको छेउ किनारा हुँदै गइरहेको छु म। यहाँ बाख्रा पनि छ। यो बाख्रा चाहिँ म आएको देखेर भाग्यो। हेर्नुहोस् न
अनि त्यस्तै गरी यहाँ चाहिँ कस्तो राम्रो खालको यहाँ पहेँलो खालको फुल जस्तो के रहेछ कस्तो देखिएन कि अलि यता जानु पर्यो। अनि साथीहरू यस्तो के हेर्नु नै देख्नुभयो कि हेर्नुभयो घाम छ यस्तो यही हो फल यो के फल हो है तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। यसको पात पनि यस्तो हुन्छ है उफ यस्तै हो साथीहरू यस्तै छ तराई गर्मी यति धेरै छ के गर्ने। हाम्रो घर चाहिँ त्यहाँ छ त्यो पहेँलो घर देखेको छ नि त्यसको ठ्याक्कै कुनापट्टि चाहिँ मेरो घर हो। अनि यस्तै हो साथीहरू। अनि अघि ठुल्बाहरू देखेको थिएँ नि त्यो ठुल्बाहरू गर्थ्यो त्यहाँ हो भने यताबाट त्यो रोड त्यहाँ हुने रोडमै छ घर त्यो पिच बना लगाएको छ यताबाट सिधै हुँदै रोड आएर यो अलिकति छ नि यहाँबाट यस्तरी आएर यहाँ आइपुग्छौँ है त साथीहरू। अनि कस्तो लाग्यो तपाईँहरूलाई मेरो भ्लग त्यो पनि भन्नु होला। अनि तपाईँहरूले यस भ्लगलाई धेरै माया गर्नुभयो भने म अर्को भ्लग पनि अवश्य पनि ल्याउने छु होइन। अनि अर्को भ्लग चाहिँ कस्तो खालको भन्दा पनि हजुरहरूले यो भिडियोलाई माया गरिदिनु होला। म चाहिँ योभन्दा नि एकदम राम्रो भिडियो ल्याउने छु। अनि तर यसको लागि चाहिँ हजुरहरूले पहिला सुरु चाहिँ मेरो भ्लगलाई माया गरिदिनु पर्ने हुन्छ है त साथीहरू। अनि यस्तै हो गाउँले जीवन तपाईँहरूलाई कस्तो लाग्छ यस्तै हो म त यस्तै हो साथीहरू। कलेज भएको बेलामा कलेज गयो घरमा काम हुन्छ कहिलेकाहीँ यसो बाख्रा चराउन आउँछु हप्तामा एकचोटि जति महिनामा 1-2 चोटि आउने हो सधैँ त आउँदिनँ म। आएको बेलामा हजुरहरूलाई नि यसो इन्टरटेनिङ गरौँ न भनेर खास इङ्ग्लिस नै आउँदैन है त साथीहरू आउँदैन। अनि मौसम यस्तै हो यहाँ कति धेरै हरियो यति धेरै घाँस भन्नु होला यो सबै झार पलाएको हो। यो खानै हुँदैन यो खाना त खान्छ नि यिनीहरूले सबै झार हो न त यहाँ घाँस काटेको पनि देखाउनु हुन्छ तपाईँहरूलाई के गर्नु। त्यस्तै हो साथीहरू यति धेरै ठुलो पोखरी छ यो के गर्ने गाह्रो छ नि। सर्प आउँछ कि मलाई डर पनि लागेको छ तर पनि म एक्लै हिँडिरहेको छु साथीहरू। आमा यतिले लडिनँ नि साथी यो भ्लग बनाउने क्रममा फेरि म आफै लड्यो भने क्यार्ने हो भिडियोभन्दा इम्पोर्टेन्ट म छु। हेर्नु साथीहरू कस्तो राम्रो देखेको क्या यो बादलहरू यस्तो राम्रो बादलहरू छन्। मलाई के गर्ने मनले नै मानिरहेको छैन तर पनि के हुँदैन अब अलिअलि त अब बनाउनै पर्यो अलिअलि दुःख नगरी सुख त कहाँ पाइन्छ र हो के साथीलाई भन्नुहोस् न नि। यस्तै हो साथी तपाईँहरूको घर कता हो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। हजुरहरू पनि यस्तरी नै म जस्तरी नै बाख्रा गोठा लाउनु भएको छ कि छैन त्यो पनि कमेन्ट गर्नु होला। अनि हजुरहरूलाई अरू मेरो बारेमा अरू केही थप जान्न मन लागेको छ भने पहिला सुरु त यो भिडियोलाई एकदम माया गरिदिनु होला। माया गरेपछि म अर्को भ्लग पनि बस्दै नै ल्याउने छु है त साथी। यति भन्दै आजलाई चाहिँ यो भिडियो मैले अन्त्य गर्न जाँदैछु। अब के बोलौँ म त यही हो देखाउने होइन यस्तै हो पारा यस्तै हो गाउँले पारा हो। अब हजुरहरू पनि कुन ठाउँमा हुनुहुन्छ कुन ठाउँदेखि हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला होइन। अनि कस्तो लाग्यो मेरो भ्लग त्यो पनि कमेन्ट नभुल्नु होला है त साथीहरू। यति भन्दै आजको भ्लग चाहिँ म अन्त्य गर्छु। हस् त बाई बाई एभ्रिवान जय नेपाल भन्दै सुन्दर दृश्यका साथ बाई बाई।